हेलो गाइस, अब हामी चाहिँ गोर्खा दरबार जाने तर्खरमा छौँ आज। सो हामी अन द वे गोर्खाको दरबार जाने बाटोमा छौँ। यो चाहिँ गोर्खा दरबार जाने बाटो हो। त्यो जुन चाहिँ देखिरहेको छ मेरो पछाडिको त्यो बोर्ड भएको त्यो चाहिँ गोर्खा दरबार जाने बाटो हो। सो हामी चाहिँ अन द वे छौँ गोर्खा दरबारको, हिँडेर जाँदैछौँ। अब त्यो बजारबाट चाहिँ अलि 10 मिनट लाग्दो रहेछ, त्यही भएर हामी हिँड्दैछौँ। यस्तो घाममा, यस्तो चर्केको घाममा हामी चाहिँ गोर्खा दरबार जाँदैछौँ। अब चाहिँ हामी टिकट काउन्टरमा पुग्यो। यो चाहिँ टिकट काउन्टर हो, इन्ट्रान्स गर्ने ठाउँ। दरबारभित्र पहिला इन्टर गर्नुभन्दा अगाडि टिकट किन्नुपर्छ। यो चाहिँ दरबार हो, पृथ्वीनारायण शाहको दरबार। यो चाहिँ यस्तो छ। हामी चाहिँ अन द वे छौँ, हिँड्दैछौँ यस्तो घाममा, भिडियो लिँदै हेर्नु होला। दरबार यस्तो छ, देख्नुहुन्छ गोर्खा दरबार, पृथ्वीनारायण शाह बस्ने ठाउँ। एज यु क्यान सी गाइज है, हाम्रो एकीकरण गर्ने राजाको दरबार। सो यो चाहिँ हामी इन्ट्रान्स गर्दैछौँ। सो इन्ट्रान्स गर्ने क्रममा त्यहाँ चाहिँ 2वटा तोपहरू राखेको छ। यो चाहिँ पहिला पृथ्वीनारायण शाहले चलाउनु हुन्थ्यो अरे यो तोप चाहिँ। यो चाहिँ स्टार्टिङमै राखेको छ है त। सो हामी भित्र इन्ट्री गर्दैछौँ यहाँबाट। त्यहाँ अब एउटा काउन्टर पनि आउँछ। सो काउन्टरमा चाहिँ हामीले भन्नुपर्छ यताबाट कता जाने हो भनेर। उनीहरूले चाहिँ लोकेसन दिन्छ। अब यहाँभित्रबाट चाहिँ हामी अब दरबारमा जाँदैछौँ। सो गाइज यु क्यान सी है, यो पृथ्वीनारायण शाह बस्ने दरबार यस्तो थियो, पुरानो टाइपको थियो है। सो अब हामी फेरि भित्र इन्ट्री गर्दैछौँ। यो चाहिँ इन्ट्रान्समा छ। यो इँटाहरू रे पृथ्वीनारायण शाहको पालाको इँटाहरूको टाइप रे ब्रिक हो है। यो चाहिँ गाइस पहिलाको ब्रिक। अनि यो चाहिँ हाम्रो नेपालको म्याप रे पृथ्वीनारायण शाहको पालामा। र सो अब यहाँबाट हामी भित्र जाँदैछौँ। अब यहाँबाट चाहिँ नक्साहरू, घरको नमुनाहरू देख्दै हुनुहुन्छ फ्रेममा। अब यहाँबाट अलिक भित्र जाँदैछौँ हामी, भर्याङ चढेर। अलि भर्याङ चढेर भित्र जाँदाखेरि त्यस्तै म्यापहरू देखिन्छ, पुरानो फोटोहरू फ्रेमहरू गरेर राखेको देख्न सक्नुहुन्छ। र यो चाहिँ झ्याल हो। यो चाहिँ हामी भित्रबाट जाँदैछौँ। यहाँ चाहिँ अब पुराना सामानहरू राखेको छ। एज यु क्यान सी है, पृथ्वीनारायण शाहले चलाएका सामानहरू, उहाँले चलाउनु भएका सामानहरू चाहिँ यहाँ छ। हाम्रो राजाले चलाउनु भएको पुराना पालाको सामान यसरी राखिएको छ। यसको नाम पनि देखाइएको छ। र यो चाहिँ मैले डिटेलमा गरिनँ, एज यु क्यान सी है। अब नामहरू चाहिँ मैले भनिनँ, मैले पढिनँ पनि, त्यहाँ लेखेकै छ होइन। सो यहाँबाट भित्र गएर अब यो चाहिँ के हो मलाई पनि थाहा न, मान्छे पुग्ने जस्तो छ। एज यु क्यान सी है गाइस, पृथ्वीनारायण शाहको पालामा। अब यहाँबाट भित्र गएर हामीले यहाँ चाहिँ पृथ्वीनारायण शाहको पालामा चाहिँ कल्चर वाइज पनि रहेछ। जात जातिका अनुसार वेशभूषाहरू देख्न सक्नुहुन्छ। बाहुन, छेत्री, राई, लिम्बू, मगर सबैको यसरी वेशभूषाहरू लगाएर यसरी के अरे म्युजियम बनाइएको छ होइन। सो यु क्यान सी है गाइस। अब यहाँबाट अलिक भित्र गएर यो चाहिँ नेपालको नक्सा छ। त्यसपछि यहाँ चाहिँ सबै नेपालको राजाहरूको चाहिँ बारेमा, उहाँको वंशजको बारेमा नामहरू लेखिएको छ। सो यहाँ चाहिँ वंशजहरूको, गोर्खा शाह वंशका वंशवृक्षहरू छ। राजा पृथ्वीनारायण शाहको फ्यामिलीको बारेमा लेखिएको छ। सो यो चाहिँ नक्सा हो। यो चाहिँ एज यु क्यान सी है, सबै दाजुभाइको पिक्चरहरू सबै राखिएको छ। पुरानो फ्रेमहरू गरेर है, सबै कुराको फ्रेमहरू गरिएको छ। इतिहासको बारेमा लेखिएको छ। यो फ्रेमहरू चाहिँ सबै इतिहासको बारेमा लेखिएको हो, उहाँको वंशजहरूको बारेमा चाहिँ है गाइस। सो अब यो सबै फ्रेमहरू राखिएको छ, हजुरहरूले देख्न सक्नुहुन्छ। र अरू चाहिँ मैले खिच्न पाएन। सो त्यसपछि म त्यहाँबाट बाहिर निस्केँ। अब हामी चाहिँ यहाँबाट चाहिँ पृथ्वीनारायण शाहको त्यो स्ट्याचुमा जाँदैछौँ। उहाँले यस्ता औँला पोइन्ट गरेको ठाउँमा हामी जाँदैछौँ। यहाँबाट अलिकति टाइम लाग्छ त्यहाँ जानलाई, अलि भर्याङ ओर्लेर जानु पर्दछ। यो चाहिँ धेरै टाइम छैन, लाइक 5 मिनटको बाटो हो। एज यु क्यान सी है गाइज, यो चाहिँ पृथ्वीनारायण शाहको स्ट्याचु भएको ठाउँ हो, हाम्रो राजाको, एकीकरण गर्ने राजाको। सो यो मैले जुन चाहिँ जुम गरेर देखाएको छु यो चाहिँ मन्दिर हो। यो चाहिँ यो ठाउँबाट चाहिँ पहिला
के अरे पृथ्वीनारायण शाहले दुश्मनहरू हेर्ने गर्थ्यो अरे अनि हमला गर्ने त्यहीँबाट हुन्थ्यो अरे है। अब यो चाहिँ पृथ्वीनारायण शाहको स्ट्याच्यु हो अनि हाम्रो एकीकरण गर्ने राजा पृथ्वीनारायण शाह वीर नेपाली भनेर चिनिने गोर्खाली भनेर यहीँबाट चिनिन्छ है गाइस। सही मैले पनि ट्राई गर्दैछु पोइन्ट गर्ने तर मैले चाहिँ सकिनँ, आएन गर्न जानिनँ नक्कल गर्नलाई। सो यही नै हो गोर्खा दर्पण। कस्तो लाग्यो होला